हेर्न सक्नुहुन्छ साथीहरू, सिमल तरुल भनेको यही नै हो। यसरी फल्छ है साथीहरू, सिमल तरुल। को कोलाई मन पर्छ, को कोलाई मिठो लाग्छ है साथीहरू। ल हेर्न सक्नुहुन्छ सिमल तरुल भनेको यही हो। ल हेर्नुहोस् यहाँ सिमल तरुल चाहिँ साथीहरू, ल हेर्नुहोस् सिमल तरुलले। ल हेर्नुहोस् साथीहरू, को कोलाई मन पर्छ हेर्नुहोस्, को कोले खानु भएको छ यो सिमल तरुल भनेको यही नै है साथीहरू। ल हेर्नुहोस् ल हेर्नुहोस् यी। अनि पाकेपछि यसरी टुक्रा बनाएर पनि खान सकिन्छ साथीहरू। सिमल तरुल यसरी टुक्रा बनाएर खान सकिन्छ, स्वास्थ्यको लागि एकदम राम्रो। यसमा चाहिँ कुनै मलसल केही हाल्नु पर्दैन। यो चाहिँ अग्रनी भनेको ए नि साथीहरू, सिमल तरुल है साथीहरू। ल हेर्न सक्नुहुन्छ यो चाहिँ इलामतिर चाहिँ बहुत पाउँछ। इलामतिर बस्ने साथीहरू सबैले खानुभयो होला होइन। को कोलाई मनपर्छ, को कोले खानु भएको छ कमेन्ट गरेर लेखेर जानु त साथीहरू। ल हेर्नुहोस् सिमल तरुल। ल हेर्नुहोस् साथीहरू है त, ल हेर्न सक्नुहुन्छ। को कोलाई मिठो लाग्छ, को कोलाई मन परेको छ कमेन्ट गर्नु त साथीहरू।